कसको फोन आयो हौ? हेलो कान्छी, नमस्ते सेवा। के गर्दैछौ कान्छी? म त त्यतिकै के गर्नु नि, यतिकै हावा खाँदै पिरीमा बसिरहेको छु नि। के छ खबर नयाँ नौलो सुनाउ न कान्छी हौ। के भने? हिजो झन्डै आग लागि भयो? होइन कसरी हौ त्यता? अनि सहर बजारतिर पनि आग लागि कसरी त झन्डै? ए ग्यासबाट? त्यो त ग्यासबाट पनि हुन्छ अरे। म त गाउँघरमा त अब दिनकै नि हौ, अब डरेलोहरू यसो अब घरहरू जली गएको खबरहरू सुनिन्छ। ल त्यस्तो केही त भएन होला नि, मान्छेहरूलाई त्यस्तो धन जन्ती जनधनको खेती त भएन होला नि। ल जोगेर बस्नु है, राम्रो खेल गर्नु ल। के गर्नु, सेवा सुविधा भन्यो, सेवा सुविधा पर्यो गर्दा गर्दै कति बेला के हुन्छ। ऊ बेला आगोले मात्रै, अगुल्ठोले मात्रै भात पकाइन्थ्यो नि, दाउराले मात्रै। त्यति बेला पनि आगो नलाग्ने भन्ने होइन। यो अगुल्ठो आगो बाल्दाखेरि पनि आग लागे हुन्थ्यो। तर पनि त्यो आफ्नै कमजोरीले थियो नि त। अब गाउँघरमा त्यतिकै पनि काठको घर हुन्छ, खरले छाएको हुन्छ। अब काठ र अब खर भनेपछि चुकेको हुन्छ। आगो त यसो छुमा त आगो त उचालिएर कहाँ पुग्छ त। अनि त्यही भएर ध्यान दिनु पर्थ्यो होइन। त्यो अब अगुल्ठो आगो दाउरा बालिसके पछाडि चाहिँ त्यसलाई निभाउनु पर्ने गरिन्थ्यो। अनि फेरि अब उता ग्यास आयो, सेवा सुविधा। मान्छे सेवा सुविधा आयो भने भनेर मखाउनु पनि नहुने, अलिकति सचेत पनि हुनुपर्ने रहेछ। सचेत नहुने भने त मान्छेको त ज्यानै जाने रहेछ। के भएको कारणले गर्दाखेरि हामी सबैजना मिलेर अब सचेत हुनु पर्यो। सचेत चाहिँ कसरी हुने? ग्यासै नचलाउने भन्ने त हुँदैन। ग्यास चलाउने, त्यहाँ ग्यासबाट आगो बाल्ने, खाना बनाउने। तर खाना बनाइसकेपछि ती भात चाहिँ खायो, यत्रो पेट फुलायो कि सर्पले भ्यागुता निले जस्तो पेट फुलाएर सुतिहाल्नु भएन। खाना बनाइसकिसके पछाडि, खाना खाइसके पछाडि चाहिँ अब ग्यासलाई चाहिँ अब राम्ररीसँग चेकअप गर्नु पर्यो। त्यो ग्यासबाट नि कतै लिक भएको छ कि भनेर अलिकति ध्यान दिनु पर्यो। त्यो ग्यासलाई, त्यो ग्यास लिक भइसकेपछि त्यहीँ आगो लाग्ने हो। अनि अर्को कुरा चाहिँ हुन्छ त्यो, अनि खाना बनाइसकेपछि त्यो बतार्ने हुन्छ त्यस्तो कान रेगुलेटर हो। रेगुलेटर त्यो मारिदिनु पर्छ, अन अफ गर्नुपर्छ। फेरि अल्छी लाग्यो भने अल्छी लाग्यो, होस् भोलि फेरि पकाउने त हो, आजको लागि पाकिसक्यो भनेर त्यो कान नबतारिकन त्यो अफै नगरिकन सुत्नु पनि हुँदैन। रेगुलेटरलाई दिनदिनै ध्यान दिएर त्यसलाई मार्नु पर्यो। ठिक्क चाहिने बेला मात्रै त्यो खोल्नु पर्यो, त्यसको कान बतारिदिएर क्या त्यो रेगुलेटरमा अन अफ गरेर मात्रै ग्यासलाई त्यो चलाउनु पर्यो। त्यसो गर्नु पर्यो है। मैले जानेको जति भनिसकेँ होइन। अझै योभन्दा धेरै कुरा तपाईँले जानकारी लिन चाहनुहुन्छ भने होइन, चाहनै पर्छ, लिनै पर्छ। योभन्दा धेरै जानकारी लिनै पर्छ। र त्यसको लागि चाहिँ फेसबुक पेजमा गएर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा होइन व्यवस्थापन प्राधिकरण पेजमा गएर हेर्नु होला। र अर्को कुरा अङ्ग्रेजी नाम पनि भन्छु क्या, NDRRMA चाहिँ त्यो पेजमा छ कि त्यो फेसबुक पेजमा। त्यहाँ गएर तपाईँले थुप्रै कुराहरू जान्न सक्नुहुनेछ भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई, सी यू। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।